हेलो नमस्कार सम्पूर्णमा आज मेरो यो भिडियोमा स्वागत छ। आज चाहिँ विशेष गरी हजुरहरूलाई मेरो भान्जीको बर्थडेको भिडियोमा चाहिँ वेलकम गर्न चाहन्छु र सबैजनाले ह्यापी बर्थडे भान्जी, ह्यापी बर्थडे बहिनी, ह्यापी बर्थडे जस्ट लेखिदिनु होला है। र आज बर्थडे गर्लको मम्मी विशेष गरी उहाँको माध्यमबाट आज यो भान्जीको बर्थडेको डेकोरेसनहरू भइरहेको छ हैन। र सबैजनालाई हैन हाम्रो भान्जीको बर्थडेमा आइदिनु हुने दिदी, दाजु, बेना अनि भान्जी भाइ अनि मामाहरू सबैजनालाई विशेष धन्यवाद दिन चाहन्छु। र बर्थडे गर्लको मम्मी साथमा नभए पनि मनमा हैन अथवा भौतिक रूपमा उपस्थिति नभए तापनि उहाँ एक मनबाट उहाँले टाढैबाट भए पनि आफ्नो छोरीको लागि यो सब गरिराख्नु भएको छ हैन। छोरीको खुसीको लागि नै उहाँ अब परदेशिनु भएको हो हैन। त्यही खुसी बढ्नका लागि आज हामी विशेष गरी भान्जीको विशेष दिनमा विशेष सरप्राइज हामी दिन गइरहेका छौँ। र मम्मीले विदेशबाटै भए तापनि यो बर्थडेको अर्गनाइज हैन जति पनि गर्नुभएको छ। छोरीको डिमान्ड चाहिँ 3 ताले केक काट्ने मम्मी भनिराख्नु भएको थियो अस्तिबाट र अझ चाहिँ त्यो दिन पनि आयो। 3 ताले केक हामीले काट्यौँ र हेर्न सक्नुहुन्छ हैन भान्जीलाई देखेर अरू भान्जीहरू चाहिँ यति धेरै हैन खुसी भइरहेको छ। त्यो हामी यहाँ भिडियो मार्फत हामी हेरिरहेका छौँ हैन। र खुसी भान्जीको लागि केक पनि रेडी भइसकेको छ। 3 तला भन्दा 3 तलै नै भइसक्यो। हेर्न र बरुण होटलमा यो चाहिँ दामी हेरेछ दामी। ह्यापी बर्थडे प्याक भइसक्यो नजिकै हो। थ्याङ्क यू सो मच दाइ, तपाईँलाई पनि धन्यवाद छ। अनि नानीको बर्थडेको लागि केही भनिदिनुहुन्छ कि? ह्यापी बर्थडे, राम्रो होइन राम्रो होस् भाइको राम्रो होस् होइन भान्जीको बर्थडे चाहिँ ल हुन्छ दाइ हस् थ्याङ्क यू। ओ लालुवा पोखरी कस्तो दामी रातिको सी। भान्जीको बर्थडेको लागि हामी चाहिँ बर्गर हाउसमा आइसकेको छौँ। हेर्न सक्नुहुन्छ भान्जीहरू टिभी हेर्दै त्यस्ता केक नि आइसक्यो। एउटा सेसन बेना भान्जीको बर्थडेको लागि केही भनिदिनु छ कि के भन्नु छ कि? एकदम खुसी लाग्यो। अब गिफ्ट के ल्याइदिनु नसके पनि जन्मदिनको शुभकामना छ भन्न चाहे। हस् थ्याङ्क यू सो मच। अनि मामा नातिनीको बर्थडेमा केही भन्नु 1-2 लाइन भनिदिनु न हौ। गुड लाइक ठाउँमा होइन बर्थडे खानु पाउनु पनि एउटा राम्रो हो नि। अनि के नानीलाई के आशीर्वाद नातिनीलाई टिका लगाइदिनु आशीर्वाद दिउँ न। होइन यो भिडियोमा पनि काहीँ हुन्छ नि त। ह्याप्पी बर्थडे भनिदिनु न। ह्याप्पी बर्थडे नातिनी गुड नातिनीको होइन के भनेको हट भएर है क्युटी भएर जनिसा प्रिन्सिका सुहाना र यता देविसा आजको रानी प्रिन्सिस आमा कस्तो खडा हो दामी कस्तो यस्तो अरे के यो देख्दा खडा लाग्यो मलाई नि। आर्या
भएर हामी लु नाच फोटो सेसन हुँदैछ फेरि भेनालाई पनि स्वागत छ होइन अनि ऊ देवीसाको बर्थडेको लागि होइन के 2 लाइन जाओस् न तपाईँकोबाट नि आशीर्वाद खासै आउँदैन हाम्रो लक्ष्मी बहिनीको छोरी हजुर जन्मदिनको धेरै धेरै शुभकामना हजुर दिने ह्याप्पी बर्थडे है त्यसो चाहिँ हस् थ्याङ्क यू सो मच उहाँ चाहिँ हाम्रो जेठी भेना हुनुहुन्छ कि ल यता चाहिँ हाम्रो फोटो सेसन हुँदैछ यता हाम्रो रबिन सर हुनुहुन्छ होइन उहाँ चाहिँ आजको मेन हाम्रो गेस्ट जस्तै हुनुहुन्छ रेडी अनि नाना नमस्कार नमस्ते भाइ अरू देवीसाको बर्थडेमा लागि केही आशीर्वादहरू तपाईँकोबाट 1-2 लाइन जाओस् न हो नाना अब जन्मदिनको धेरै धेरै शुभकामना देवीसालाई हजुर त्यति भन्न चाहन्छु अरू त के भन्नु बोल्ने आउँदैन राम्रो पढ्नु राम्रो पढ्नु ज्ञानी हुनु त्यति धनीको ज्ञानी छोरी हुनु त्यति है हस् थ्याङ्क यू तपाईँलाई ह्याप्पी बर्थडे केक चाहिँ काटेको छैनौँ केक चाहिँ हामीले अहिले लिएर होइन यहाँ लिइसक्यौँ 9 वर्ष पुरा भएर 10 वर्षमा लागेको हो साथीहरू मेरो गिफ्ट देखाउनु हुँदैन तर मेरो गिफ्ट है गिफ्ट खतरा छ क्या मेरो भान्जीको लागि के भन्छौ नाना भन्छौ कि साथी भन्छौ देवीसालाई साथीको बर्थडेको लागि के भन न नि साथीले के भन्ने ह्याप्पी बर्थडे नभन्ने अनि भन नि त ह्याप्पी बर्थडे भन न ह्याप्पी बर्थडे देवीसा भन न अनि साथीको लागि त्यति नभन्ने साथी होइन कि हो तिमी खै भन न नि यहाँ हो यहाँ यता हेरेर ल ह्याप्पी बर्थडे भन न ए ह्याप्पी बर्थडे साथी देवीसा भन न कि माथि मात्रै भन्ने भराइ मात्रै भन्ने हो ल भराइ मात्रै भन्ने अनि नाना तपाईँलाई स्वागत छ अनि नाना दिनको लागि केही 2 शब्द तपाईँकोबाट पनि छोरी अनि अरू मनमा नै भनिहालेको उहाँ चाहिँ हाम्रो जेठी नाना हुनुहुन्छ होइन उहाँ चाहिँ हाम्रो जेठी नाना हुनुहुन्छ अनि अघि मैले भेना चाहिँ देखाइसकेको छु होइन उहाँ जेठी भेना उहाँ साइनी भेना दिस इज माई चस्मा नानालाई पनि स्वागत छ ओके ल ठिक छ ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु स्टार्टिङ गरिसक्नु भएको छ भान्जीले होइन ह्याप्पी बर्थडे फोटो पनि हुँदैछ यहाँ भिडियो पनि भइरहेको छ दामी जन्मदिनको धेरै धेरै शुभकामना छ मेरो भान्जीलाई सधैँभरि यसरी नै खुसी भएको ज्ञानी भएको हो र धेरै पढ्ने धेरै ज्ञानी हुने होइन ज्ञानी भएको मान्छे ज्ञानी हुने के भन्न चाहन्छु देवीसालाई देवीसा मेरो भान्जीलाई जन्मदिनको आशीर्वाद लाखौँ होइन करोडौँ शुभकामना छ भन्दै ह्याप्पी बर्थडे टु यु देवीसालाई
लिएर दिएको बाबु तर के Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. Happy birthday to you. साथीले लगाइदिइराखेछन् लु भयो लु अब यो केक खुवाइदिउँ ल खुसी त्यो दिइहाल्नु पहिला फेरि भिडियो गर्नु देवीसालाई के भन न देवीसालाई के भन्छौ उसको जन्मदिनको बेलामा अनि अनि लजाउँछ नि त मान्छेहरू ए बसेको भए हुन्थ्यो नि त अनि Happy birthday to you. बरु नन्ना दुईटा हात दौ गिफ्ट भान्जी भरे यो अनबक्सिङ हान्नुपर्छ ल गिफ्ट यही हो यही हानौँ न त के रहेछ त हेर्न सक्नुहुन्छ कार्टन चाहिँ ठुलै छ होइन के छ हेरौँ ल भरे अनबक्सिङ हुन्छ यही अनबक्सिङ गरेर देखाउँछौँ यहाँ पनि छ एउटा र यहाँ पनि छ
अनबक्सिङ एउटा गिफ्ट अनबक्सिङ भइसकेको छ। ह्याप्पी प्रिन्सिकाले चाहिँ खै ताली हातमा मोबाइल छ। मन पर्यो फोटो एउटा गजब बेइज्जती है। सुहाना अब चाहिँ यो अघि मैले कार्टन देखाएको थिएँ नि गाइज, त्यो कार्टन चाहिँ अनबक्सिङ गर्न गइरहेको छौँ। खुसी कतिको खुसी छ यो खोल्नु? के छ जस्तो लाग्छ? फोटोहरू गेस गरे है, मिलायो कि जस्तो लागिरहेछ मलाई। फोटोहरू छ भनिरहेछ, हेरौँ अब। दाँत जान्छ है गएको माथि। मजाले प्याक गर्नु भएको रहेछ, काठमाडौँ पठाउनु भयो नि त। वाउ पाएँ। अलिअलि त वाउ, कार्टनमा त अझै पनि पो रहेछ त। वाउ कति धेरै रहेछ नि त नि, कार्टन ठुलो त्यतिकै नभएको रहेछ नि त। 3टा 4वटा। ल अब यो चाहिँ फोटै होला जस्तो लागिरहेछ मलाई। कति वाउ कति पत्रै रहेछ नि त नि। ए अझै मात्र एउटा। कस्तो दामी फोटो। खै यसरी अर्को अब ल। वाउ मम्मी छोरीको फोटो होइन, भिडियो छ कि फोटो छ बुझ्नु पऱ्यो नि। फेरि अनबक्सिङ कतिवटा हो? 4वटा 5वटा भइसक्यो। अझ भित्री तपाईँले भन्नु सक्नुहुन्छ। ओइ फेभरेट चक्लेट वाउ हेर त फोटो जस्तो देखिरहेको थियो तर चक्लेट रहेछ। चक्लेट त्यसमा अङ्कल हो, त्यसमा अङ्कल के मामा हो? अब चाहिँ अन्तिम होला। दुईटा छ। यो चाहिँ के हो गेस गर त? बताउनु त कति सजिलो हो।
Dari kalau wow. Same. Dress on the medium. Wala भरिसक्यो मान्छे अन्तिम एउटा बगिरहेको छ हैन त्यो भइसक्यो अनबक्सिङ गर्दा गर्दा चाहिँ कलर यस्तो छ लागेको lapor lari kan itu सम्झिनु भएको थियो मेरो बर्थडे कि आयो खै त्यहाँ के लेखेको थियो जस्मिना जस्मिनाको गिफ्ट हेर्नु यो पनि यस्तै छ साथीले साथीलाई गिफ्ट दिएको छ के चिसोहरु चाहिँ खानुहुन्छ यता लुक कतिवटा जम्बु के कुन फेरि भन्नु अनि हामीलाई चाहिँ थ्याङ्क यू छैन अनि सेकेन्डमा किले ओ माई गॉड थर्डमा चौथोमा हामी हो ल एकैचोटि ह्यापी बर्थडे सबै ल एकैचोटि ह्यापी बर्थडे सबै Happy birthday!
राम्रो